फेसबुकमा अलविदा लेखेर बेपत्ता भएका चिकित्सक डाक्टर केशव श्रेष्ठलाई प्रहरीले काठमाडौँको बालाजुमा सकुशल फेला पारेको छ। बालाजुमा उहाँ सकुशल भेटिनु भएको छ। प्रहरी प्रवक्ता विनोद घिमिरेले भने अहिले उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गरिरहेका श्रेष्ठ प्रशासनिक अन्याय, मनोविज्ञान दबाव र झुटा आरोपका कारण आफू आत्महत्या गर्न लागेको नोट फेसबुकमा लेखेर सम्पर्कविहीन भएका थिए। 2 वर्षभन्दा बढी समयमा रामेछाप जिल्ला अस्पतालमा काम गरेका उनी जेठ अन्तिम साता हेटौडा सरुवा भएका थिए। आफूले सेवा गरेको रामेछाप अस्पतालबाटै आफूमाथि अमानवीय व्यवहार र अन्याय गरेको उनले फेसबुक पोस्टमा लेखेका छन्। अस्पतालमा काम गर्ने क्रममा आफू विरुद्ध झुटा आरोप लगाएको, धम्की र दबाब दिएको उनले उल्लेख गरेका छन्। डाक्टर श्रेष्ठले केही कर्मचारी मिलेर आफूलाई मानसिक रूपमा गलाउने काम गरेको आरोप पनि लगाएका छन्। उनले केही व्यक्तिको नाम नै सार्वजनिक गरेका छन्, जसमा स्वास्थ्य मन्त्रीदेखि स्वास्थ्य सचिवसम्मको नाम छ। रामेछाप अस्पतालबाट आफूलाई राति 9 बजे परिवारसहित काठमाडौँ आउन बाध्य पारेको र स्वास्थ्य मन्त्रालयले सुरक्षा नदिएको गुनासो पनि गरेका छन्। मन्त्रालय र स्थानीय प्रशासनले पनि आफूलाई न्याय र सुरक्षा नदिएको उनको गुनासो छ। केही वर्ष अघि मात्र बिहे गरेका डाक्टर श्रेष्ठ 2 वर्षको छोरी र श्रीमती छन्। डाक्टर श्रेष्ठले आफूले न्याय पाए मात्र आत्माले शान्ति पाउने पनि लेखेका छन्। उनले भनेका छन्, असत्यको जित भएको देखेर बस्न मन लागेन। मलाई मार्न बाध्य पार्नेहरूलाई कानुनी कारबाही नहुँदासम्म मेरो आत्माले शान्ति पाउने छैन।